यदि हजुरहरू पनि ल्याब रिपोर्ट कसरी बनाउने भनेर कन्फ्युजनमा हुनुहुन्छ भने यो भिडियो चाहिँ हजुरहरूको लागि हो। डेटाबेसको ल्याब रिपोर्ट मैले बनाएको छु। फर्स्टमा चाहिँ मैले के गरेको छु, इन्ट्रोडक्सन, डेटाबेसको इन्ट्रोडक्सन दिएको छु फर्स्ट पार्टमा। यदि हजुरलाई यसको पिडिएफ चाहिन्छ भने चाहिँ मलाई मेसेज गर्नु होला है त, कि त कमेन्ट गर्नु होला। यसको पिडिएफ चाहिँ मैले बनाएको छु। फर्स्टमा चाहिँ मैले इन्ट्रोडक्सन गरेको छु। सेकेन्डमा चाहिँ मैले इआर डायग्रामहरू सो गरेको छु। यसरी इआर डायग्रामहरू, अनि यहाँ पनि मैले इआर डायग्राम नै बनाएको छु। यसरी 3-4 पेज चाहिँ इआर डायग्राम बनाउने हैन, ल्याब रिपोर्ट बनाउन पठाएपछि। अनि त्यसपछि चाहिँ अब चाहिँ मैले एसक्यूएल को पार्टहरू गरेको छु के। ल्याब 2 क्रिएट कमान्ड इन एसक्यूएल। यदि कसैलाई आइडियै छैन कसरी गर्नु भनेर भनेपछि त्यहाँहरुको लागि हो है त। यो भन्दा राम्रो पनि बनाउन सक्नुहुन्छ हजुरहरुले ल्याब रिपोर्ट। यसरी कस्तो ब्लर भयो के। यसको पिडिएफ चाहिँ मैले बनाएको छु। यो भन्दा राम्रो तरिकाले पनि गर्न सकिन्छ, ल्याब रिपोर्ट बनाउन सकिन्छ। जसले कति पनि आउँदैन कसरी बनाउने भनेर कन्फ्युजनमा हुनुहुन्छ भनेपछि चाहिँ मेरो यो मसँग पिडिएफ माग्न सक्नुहुनेछ है त। थ्यांक यू।